जडिया भेट्यो यो नेपालमा पनि ल बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना भिडियो त बनाउनु पर्यो यहाँनिर भेनाले वेलकम माई युट्युब च्यानल तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हाम्रो रोहित सरको बर्थडे हो। हामी माथि जान लागेका छौँ साथी र म, अनि त्यहाँको भिडियोहरू हामी तपाईँहरूलाई देखाउनेछौँ। है त गाइस, अहिले भेटौँला अहिले पछि। हामी रोहितको के मारे जन्मदिन के भन्छन् बर्थडेमा आएका छौँ। अनि यहाँ मसँग हुनुहुन्छ एकजना, नाम पनि कुलकुल पाँडे। अनि यता हामीसँग हुनुहुन्छ एकजना बेना। अनि यता रोहितको बर्थडे। ल ह्याप्पी बर्थडे, जन्मदिनको धेरै धेरै शुभकामना। थ्याङ्क यू यार। अनि आज यसो बर्थडेको दिन के पाक्दैछ यसो यहाँ भन्नु परेन? के पाक्ला भातै पाकिरहेको छ, मासु भात त्यही हो। केक सेक त छैन है? के बनाउँछ आज चाहिँ केक चाहिँ लिएको छैन, त्यही हो मासु के पोल्ट्री के भन्छ अरे त्यो स्पेयर बेरहरू ल्याएछन्। म त खाँदिनँ क्या अरे। बेर हामी खान्छौँ त हामी। स्पेयर नै खानु होला मलाई। रुखा फुटेल भए त भोलि धेरै टाढाको यात्रा छ, त्यही भएर नि म खाँदिनँ पिउँदिनँ सायद। त्यस्तो बर्थडे त होइन, बर्थडे त बर्थडे हो। त्यही मासु लिएर अनि त्यही स्पेयर अनि त्यो बेरहरू ल्याउँछन्, खान्छ अनि हल्का रमाइलो हुन्छ। अनि के छ त अरू सुनाउनुहोस्। अनि हाम्रो कुम्बु सिंहजी ह्याप्पी बर्थडे। के त ह्याप्पी बर्थडे ताली बजान। कोसँग जान आयो? खै एकजना दिदी भन्छ क्या। हेलो भेनाजी, आज के पाक्दैछौ? भिडियो त बनाउनु पर्यो। हाम्रो आज मासु पाक्दैछ अनि यता भेनाले पकाउँदै हुनुहुन्छ। एकजना बेर लागेर ढलिसकेको छ। दराइतिराको हुन्छ। उता एकजनाको बहिनीले त्यो फोन गरिरहेको यतातिर दिदीले के भन्छ अरे यसको नाम के अरे बिर्सेँ क्या मैले यसको नाम। धनिया लिएर आउनुभएको छ दिदीले। यहाँनिर भेनाले टक गर्नुभएको छ। भेनाले फोनमा के गर्यो पुरा रेस्लिङ। रोहितले अब यहाँ बेर कि स्पेट मोबाइलको यो 25,000 माथि किन्यो भने हुन्छ क्या। ल ह्याप्पी बर्थडे के त ह्याप्पी बर्थडे रे। जन्मदिनको धेरै धेरै शुभकामना। दिदी भेना ज्वाइँ ल ह्याप्पी बर्थडे छ, जन्मदिनको शुभकामना छ। अनि जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका छिट्टै गएको सूचना पाऊँ। ल अब हाम्रो ज्वाइँ रोहितको र
भेनाको अब हुन्छ है अर्कै फेरि यहाँनिर को भने कोक यो सिसो कोक कालो कोक ओ हेरो नि ल अनि दिदीलाई छैन तिमीले खाने कुन हो ए दुईटै हो अब कोक पनि मिसाउने होला नि त होइन ए मेरो चाहिँ सेतो सेतो अल्कोहल जस्तै देखिन्छ खानु त मान्छे पहिला ए खाइहाल्ने हो क्या भेना टेस्ट गरौँ न सब स्टिक हाल्नु नखाए मुला खाएको छैनौ लाइभमा हो होइन भिडियो बनाएर क्या यस्तै बनाउँदै जाने कि पछि अहिले पैसा नआयो भने भविष्यमा पैसा आउँछ कि यो पनि किन्दैन लोकल पुन्टे पनि त्यो त्यसै दिन्छ 5 हो त्यो ए ठुलोको सट्टामा अर्को मन्त्री भनिएर न यो यो भन्दा खासमा युट्युबमा देखाउने होइन ओइ बोतल ले ओइ भिडियो ए फोटो हान्दा छाम्न नपर्छ खाने बनाएर ए त फोटो हान्नु क्या मलाई हान्न पठाएको नि म यहाँ भिडियो बनाइरहेको छु नि खान्के ल खान्छ कि इन्डे खाना खाँदैन इन्डे खान खै त्यो त मलाई थाहा भएन आफैले सोध्नुपर्छ खाऊ न भेनाले डिस्काउन्टलाई हो के केटाहरू उसमा उसमा त्यति खानु नलागे लास लागेन मलाई ल ल कोट्लाङ वास्तवमा ल ऊ हेर्नुहोस् साथीहरूलाई देखाइदिने अरूलाई ओहो आज जडिया भेट्यो यो नेपालमा पनि खाने भनेर थाहा भइहाल्छ नि तिनीहरूले ल ल साला चेस 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 ल दिदी आउनु अनि भलिज दे बुझ्या यता आऊ क्या ल कोट्लाङ कोट्लाङ तेरी ल ल ह्यापी बर्थडे जन्मदिनको शुभकामना छ होइन भयो यसमै बबाल हुन्छ क्या यो पहिला पुरानो याद आउँछ नि त होइन गाउँघरमा हाम्रो दिदीले भात निकाल्दै हुनुहुन्छ त भेनाले सँगै नयाँ वर्षमा खाइयो त्यहाँदेखि पनि थाहा छैन रक्सी त खाइरहेको छु बियर खाएँ रक्सी लोकल यार छ्याङला हेन गिदाय उला तोलबडा अड्डा खाने मुर्त जुन को हेलो यार काने हो यार जो मर मावर मेमर किदा होला भन्ने होला उ तो करे छ यार भाजे मलाई खेरा घुम्ने जाछ लाग्यो बडाई माथि बस्नु नाति हजुर माथि नै बसौँ त्यहाँ माथि बस्छ आफै बना है गर्छु क्या त्योले नेचुरल गर्थ्यो कि जो के नेचुरल हो नेचुरल त ठिकै त्यस्तो प्यारेन्ट्स हैन चमच मैले सकिन्छ हामी खाना खाएर भ्याइसकेका छौँ अब हामी चाहिँ यहाँदेखि आफ्नो रुमतिर हामी लाग्नेछौँ यतै बसौँ न अनि यता हुनुहुन्छ यता हाम्रो भेना हुनुहुन्छ खोइ कता छु म यार देखिन्छ ए हेन्सम कान्छा सादा फेरि बवाल छ नि हैन हो नि कविता कतातिर फर्केछ अरे यताबाट राम्रो यता आउनु यता 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 आउनु क्या भेना म भयो नि यता आउनु न यता राम्रो आउने रहेछ क्या भोलिको लागि चाहिँ शुभ यात्रा
शुभयात्रा भोलिको लागि राम्रोसँग के भन्छ रे काम सफल होस् त्यो सोचेको काम सफल होस् होइन अब अरू के भन्ने हो र हामीले होइन तर खुसी खबर सुन्न पाओस् जस मलाई त्यो चाहिँ सुन्नु मन लाग्यो ल त्यो सुन्नुलाई नि त ढुक्क भएर बस केता हो आइतबारको दिन यसको रिजल्ट के रे है सुकन्ना जानुपर्छ के त ल हुन्छ अब हामी लाग्छौँ ल भेनाजी लाग्ने हो अब हामी लाग्नु पर्यो लागिहाल्यो हो र अनि म त एकछिन बसौँ कि भनेको रोहितजी तर यो यसो भुलितिर खले हामी रुममा आइपुगेछौँ हामी दुईजना चाहिँ माथि गएर पनि आइपुग्यो आइसकियो पुग्यो भने चाहिँ आइसकियो बाई गुड नाइट सिउ भोलि भेटौँला